हेलो एन्ड नमस्ते सम्पूर्णमा यो हो गोल्डुङ लोकल पोल्ट्री फार्म। आज पनि म तपाईहरुलाई एउटा नयाँ भिडियो एपिसोडको साथ लिएर आएको छु। कृपया यो भिडियोलाई हजुरहरूले अन्तिमसम्म साथ दिनुहोला। हजुर चर्चा गरौँ अब नेपालमा पाइने लोकल कुखुराको जातिहरू बारेमा। नेपालमा रैथाने र अन्य ग्रामीण जातका कुखुराहरू पाइन्छन्। विशेष गरी साकिनी, घाँटी खुइले, प्वाख उल्टे र लुइँचे यी 4 प्रजातिका लोकल कुखुराहरू नेपालमा प्रशस्त मात्रामा पाइन्छ र नेपालमा हुने लोकल कुखुराहरू नै यी 4 जातिका लोकल कुखुराहरू रहेका छन्। कुखुराहरूमध्ये यी 4 प्रकारका कुखुराहरूमध्ये सबैजसोको उत्पादन तथ्याङ्क उपलब्ध भए पनि लुइँचे जातिको कुखुराको उत्पादन चाहिँ त्यति भएको पाइँदैन। औसत उत्पादनको कुरा गर्नुपर्दा साकिनी, प्वाख उल्टे र घाँटी खुइलेले कुखुराहरूको वार्षिक 60 देखि 70 वटा हाराहारी अण्डा उत्पादन गर्ने गर्दछन्। यी सबै जातको कुखुराहरूमा ओथार बस्ने र चल्ला कोरल्ने स्वभाव रहेको हुन्छ। यिनीहरूमध्ये साकिनी र घाँटी खुइलेले तुलनामा प्वाख उल्टे अझै सानो हुन्छ। सङ्ख्यात्मक हिसाबले यी मध्ये साकिनी कुखुरा सबैभन्दा बढी सङ्ख्याहरूमा देशैभरि पाइने कुखुराको जाति हो। साकिनी कुखुराले 5-6 महिनापछि वयस्क भएर अण्डा दिन सुरु गर्छन्। अवस्था हेरी सामान्यतया 1 वर्षमा 3 देखि 4 पटक चल्ला काट्ने गर्दछ। वयस्क अवस्थामा यसको भालेको तौल 2 देखि 2.5 किलोसम्म हुने गर्दछ भने पोथीको तौल 1.5 किलो हुन्छ। छाडा छाडेर पाल्दा 8 हप्ताको उमेरसम्म पनि यसको तौल औसतमा आधा किलो मात्रै हुन्छ। प्वाख उल्टेको भने वयस्क अवस्थामा पनि भालेको तौल नै 2 किलोभन्दा बढी हुँदैन। सबै स्थानीय जातका कुखुराहरूको रोगसँग लड्ने क्षमता अत्याधिक हुन्छन्। यिनलाई छाडा छाडेर पाल्न सकिन्छ। त्यसैले मासु तथा अण्डा दुवैको लागि पाल्न सकिन्छ। यी 4 जातिहरूमध्ये घाँटी खुइले र साकिनी सबैतिर पाइने भए पनि घाँटी खुइलेको सङ्ख्यामा पनि क्रमशः घट्दै गइरहेको छ। किनभने घाँटी खुइले देख्ने बित्तिकै मानिसहरूले चाहिँ यो खुइले देख्ने बित्तिकै अलिकति मासु खानमा घिनाउने कारणले पनि यसको उत्पादनमा ह्रास आएको अनुमान गर्न सकिन्छ। प्वाख उल्टे कुखुरा तराईका कतिपय जिल्लाहरूमा बढी मात्रामा पाइन्छ भने कुनै जिल्लाहरूमा एकदम कम मात्रामा पाइन्छ। यसको सङ्ख्या अझै उच्च दरमा घटिरहेको छ। शारीरिक रङ र आकार प्रकारमा भिन्नता भए पनि प्वाख उल्टे र घाँटी खुइले जस्तो कुखुराहरू अन्य देशमा पनि पाइन्छन्। सामान्यतया ती कुखुराहरूको तौल हाम्रो देशमा रहेका कुखुराहरूको भन्दा केही बढी नै हुने गरेको पाइन्छ। नेपालमा चाहिँ एकदम कम तौलका कुखुराहरू पाइन्छ किनभने नेपालमा विशुद्ध लोकल कुखुरा रहेको हुन्छ र यी 4 जातिका लोकल कुखुराहरू नेपालमा सबै जिल्लामा प्राय उपलब्ध भएका छन् र पाइन्छन् पनि। मासु उत्पादन मात्र नभई स्थानीय कुखुराहरूको अण्डाको आकार र तौल पनि अन्यको तुलनामा केही सानो हुने गर्दछ। जस्तै साकिनी, घाँटी खुइले र प्वाख उल्टेको अण्डाको साइज 40 देखि 45 ग्रामको मात्रै हुने गर्दछ, जबकि अन्य लेयर्स कुखुराको अण्डाको तौल 50 देखि 60 ग्रामको हुने गर्दछ। लोकल कुखुराहरूको अण्डा स्वादिलो हुने गर्दछ, त्यसकारण यसको माग बजारमा अत्याधिक क्रमिक रूपमा बढ्दै गइरहेको छ। यदि लोकल कुखुराले ओथारो बस्दा लिएको सबै अण्डा भाले लागेको र राम्रो गुणस्तरको रहेछ भने तिनबाट 80 देखि 85% सम्मको चल्लाहरू कोल्ने गर्दछ। लोकल कुखुराहरू 25 हप्तापछि मात्रै वयस्क हुने गर्दछ। यी जातका कुखुराहरूले एक पटकमा 15 देखि 20 वटा अण्डा पारेपछि ओथारो बस्ने र चल्ला कोराले हुर्काउने गर्दछ र फेरि पनि 2 देखि 3 महिनाभित्रमा अण्डा पारेर पुनः चल्ला कोराल्ने गर्दछ। यसै गरी लोकल कुखुराले 1 वर्षमा एउटा माउले 4 छिम्मल भन्नाले 4 पटकसम्म चाहिँ चल्ला कोरल्ने गर्दछ। वर्तमान अवस्थामा अहिले 100% विशुद्ध लोकल कुखुरा पाउन गाह्रो छ। अहिले हाम्रो नेपालमा, हाम्रो देशमा उल्लेखित स्थानीय कुखुराहरूमा एक आपसमा जथाभावी प्रजनन भइरहेकोले यिनीहरू विशुद्ध अवस्थामा छन् भन्ने कुराको यकिन भने गर्न सकिँदैन। उदाहरणका लागि कहिलेकाहीँ ओथारो बसेको साकिनी कुखुराले चल्ला काट्दा त्यसमा फाटफुट
घाटे खुइले जातका चल्ला पनि देखिएका छन्। यस्तै अवस्थामा घाटे खुइलेले कुखुराको चल्लाको बथानमा पनि देख्न सकिन्छ। यसो हुनुको कारण भनेको यहाँ त यी पोथीमै चरणमा जाने क्रममा घाटे खुइलेले या साकिनी जातको भालेले लागेको थियो या तिनीहरूको माउ वा बाउको कुनै पुस्तामा ती जातको अंश रहेको थियो जुन पछिल्ला पुस्तामा आएर प्रकट भयो अथवा देखा पर्यो। सामान्यतया एक अर्कामा प्रजनन भएका स्थानीय कुखुराहरूमा प्रजनन सम्बन्धी समस्या नदेखिएको पाए तापनि सकभर यी जातलाई हामी शुद्ध 100% शुद्ध कुखुरा मानी पाल्ने गरेका छौँ र यो फाइदाजनक पनि छ। यसरी हामीले पाल्नु पर्दछ। यी जातका कुखुराहरूलाई, यी 4 जातका कुखुराहरूलाई हामीले मिसाएर एकै ठाउँमा एउटै खोरमा एउटै चरण क्षेत्रमा हामीले चराउन सकिन्छ। किनभने यी 4 जातका कुखुराहरू भनेको नेपालमा पाइने रैथाने विशुद्ध लोकल कुखुराहरू हुन्। यी 3 जातलाई एक आपसमा प्रजनन गराउँदा उत्पादन र उत्पादकतामा पनि त्यत्तिकै महत्त्वपूर्ण, त्यत्तिकै फाइदाजनक छ। यस सम्बन्धी विभिन्न कृषक साथीभाइहरूले अध्ययन अनुसन्धान गरी अगाडि बढिरहेका छन् अहिले वर्तमान अवस्थामा। त्यसकारण यदि तपाईहरू पनि लोकल कुखुरा पाल्न चाहनुहुन्छ भने तपाईहरूले पनि यी 4 जातका कुखुराहरू छनौट गरी पाल्न सकिन्छ। यी लोकल कुखुराहरूलाई ब्रोइलर र लेयर्स कुखुराको जस्तो महँगो र सिन्थेटिक कम्पाउन्डहरू मिसाएको दाना नदिइकन स्थानीय स्तरमै उपलब्ध हुने अर्ग्यानिक आहार खुवाएर पनि पाल्न सकिन्छ। जस्तै घाँस खुवाएर है, त्यसपछि टुसाहरू उमारेर, त्यसपछि धान, मकै, गहुँ, चोकर के पाइन्छ स्थानीय स्तरमा उपलब्ध हुने जुन हामी मानिसले सेवन गर्ने अन्नहरूलाई दिएर चाहिँ हामी लोकल कुखुरालाई पाल्न सक्छौँ। हजुरहरूलाई यो भिडियो मन पर्छ भने कृपया हजुरले एकजना साथीलाई शेयर गरिदिनु होला। लागिसक्यो। अब कुखुरालाई चाहिँ चिसो र जाडोले चाहिँ भेट्ने मौसम आइसक्यो र यो मौसममा चाहिँ विभिन्न प्रकारको सरुवा रोगहरू चाहिँ लोकल कुखुरामा देखा पर्न सक्छ। त्यसको लागि हामीले एकदम धेरैभन्दा धेरै कुखुरालाई चाहिँ हामीले ध्यान पुर्याउनु पर्छ र त्यसरी ध्यान पुर्याउँदाखेरि चाहिँ हामीले आफ्नो कुखुरालाई चाहिँ जुन विभिन्न प्रकारको सरुवा रोगहरूबाट, चिसोबाट बचाउन सकिन्छ। यो जाडोयाममा हामीले आफ्नो लोकल कुखुरालाई चाहिँ के गर्न सकिन्छ भने जब हामी लोकल कुखुरालाई हामी छोड्छौँ नि, जब छर्लङ्ग लाएर मजाले बिहानको तातो घाम नलागेसम्म हामीले चाहिँ कुखुरालाई चाहिँ सुरुमै छोड्नु हुँदैन। किनभने बिहानको चिसोले चाहिँ कुखुरालाई भेट्न सक्छ। त्यो चिसो समाइसकेपछि कुखुरामा चाहिँ निमोनियापन चाहिँ देखा पर्न सक्छ। त्यस कारणले हामीले चाहिँ लोकल कुखुरालाई खोरबाट बाहिर छोड्ने बेला घाम सर्लक्क लागिसकेपछि छोड्नुपर्छ, ताकि जस्तै बिहानको समय भन्नाले 8 बजेपछि हामीले चाहिँ खोरबाट निकाल्दाखेरि एकदम उपयुक्त हुन्छ र बेलुका पनि घाम डुबिसकेपछि उनीहरूलाई खोरमा हाल्नुपर्छ। यदि नहाल्दाखेरि पनि उनीहरू आफै बुझेर जान्छ बेलुका चाहिँ है। त बिहान चाहिँ हामीले यो चिसो मौसममा छिटो घाम नलाग्दै चाहिँ कुखुरालाई चाहिँ बाहिर खोरबाट निकाल्नु हुँदैन। किनभने त्यतिखेर चाहिँ एकदम चिसो मौसम हुन्छ। यो कार्तिक, मङ्सिर, पुस, माघको चिसोमा चाहिँ कुखुरालाई चाहिँ चिसो लागेर विभिन्न प्रकारको सरा रोगहरू लाग्ने हुन्छ। जस्तै रानीखेत, गम्बारी भन्नेहरू हैन, यो सेतो छेर्नेहरू, हरियो छेर्नेहरू, रातो छेर्नेहरू चाहिँ त्यो प्रकारको रोगहरू हाम्रो कुखुरामा लाग्न सक्छ। त्यसकारण हामी चाहिँ बिहानको मौसमलाई एकदम मध्यनजर गरेर घाम लागेपछि मात्र हामीले कुखुरालाई खोरबाट निकाल्नुपर्छ। र अर्को कुरा के गर्न सकिन्छ भने चाहिँ यो जाडो मौसममा हामीले कुखुरालाई चाहिँ घरमै उत्पादन हुने विभिन्न प्रकारका घरेलु औषधिहरू प्रयोग गर्न सकिन्छ। यसमा घरेलु औषधि भनेको अब जाडो मौसममा हामीले लसुनका पोटीहरूलाई, जुन लसुनको टुक्रालाई सानो टुक्रा बनाएर पनि खुवाउन सकिन्छ। यदि लसुनको टुक्राहरू खाएन भने हामीले लसुनलाई पिसेर जुन पानीमा मिसाउने हैन, लसुन पानी मिसाउने, त्यो लसुन पानी हामीले पानी खुवाउन सकिन्छ। र अर्को कुरा चाहिँ हामी सकिन्छ भने दैनिक रूपमा अझ बेसार पानी चाहिँ खुवाउनुपर्छ। जुन हामीले खुवाउने पानीमा चाहिँ हामीले 1 चिम्टी बेसार मिसाएर चाहिँ हामीले राखिदिनुपर्छ। यसो गर्दाखेरि एन्टिबायोटिक भन्ने औषधि चाहिँ बेसारबाट निक्लिन्छ हैन। उक्त बेसारबाट चाहिँ कुखुरामा चाहिँ विभिन्न प्रकारको रोग प्रतिरोधात्मक क्षमताहरू उत्पादन हुन्छ र उसले चाहिँ विभिन्न प्रकारको सामान्य किसिमको सरा रोगहरूबाट चाहिँ हामीलाई चाहिँ छुटकारा पाउन सकिन्छ। र मेरो अनुभवमा अर्को म के भन्न चाहन्छु भने यदि हामी लोकल कुखुरा पाल्छौँ भने सकेसम्म हामीले चाहिँ आफ्नो खोरलाई छुट्टै अन्य छरछिमेकीको कुखुराबाट चाहिँ टाढा हुने गरी
है त्यसमा चाहिँ लसपस नहुने गरी बनाउनुपर्छ र छुट्टै एकान्त ठाउँमा बनाउनुपर्छ। त्यो गर्दाखेरि चाहिँ हाम्रो मुख्य फाइदा के हुन्छ भने छिमेकीमा भएको सरुवा रोगहरू चाहिँ हाम्रो कुखुरामा सर्न पाउँदैन क्या है। यसो गर्दाखेरि चाहिँ हाम्रो कुखुरालाई चाहिँ विभिन्न प्रकारको सरुवा रोगहरू पनि बचाउन सकिन्छ। र अर्को कुरा के गर्न सकिन्छ भने हामीले कुखुराहरू पाल्दै क्रममा कुनै कुखुराहरू झोक्रिएको देख्न सकिन्छ। उक्त झोक्रिएको कुखुराहरूलाई चाहिँ अब रोग लाग्यो कि भन्ने शङ्का लाग्यो भने त्यस्तो शङ्कास्पद अवस्थामा चाहिँ हामीले त्यो कुखुरालाई छुट्टै एउटा कोठामा थुनेर राख्ने, एउटा सानो खोरमा थुनेर राख्ने र 2-4 दिनसम्म थुन्ने मलाई 2-4 दिनसम्म पनि केही पनि मरेन भने है उसमा केही बदलावहरू त्यस्तोहरू आएन भने त्यसपछि मात्र त्यसलाई बाहिर अरू सबै समूहहरूमा छोड्न सकिन्छ। नत्र यदि एउटा कुखुरामा चाहिँ अलिक गम्भीर रोग लागेको छ भने त्यसले सम्पूर्ण कुखुरालाई पनि रोग सार्न सक्छ। यसमा पनि हामीले धेरैभन्दा धेरै एकदम ध्यानपूर्वक विचार गर्नुपर्छ। यो जाडो मौसममा चाहिँ विशेष गरी जाडो मौसममा चाहिँ हाम्रो कुखुरालाई चाहिँ विभिन्न प्रकारको चिसो है यो चिसोबाट सर्न सक्ने रोगहरूले आक्रमण गर्न सक्छ। अनि यो चिसो मौसममा हामीले बेलुका चाहिँ कुखुराको खोरलाई चाहिँ सकेसम्म प्लास्टिकले बेरबार गर्ने, चिसो हावा नछिरी गर्ने राख्नुपर्दछ र परालहरूले छोपछाप गरेर पनि राख्न पर्दछ। यसो गऱ्यो भने हाम्रो कुखुरालाई चाहिँ खोरभित्र चिसो नछिरिकन कुखुरालाई एकदम तातो न्यानो हुन्छ। किनभने कुखुरा भन्ने चिज चाहिँ चिसोबाट चाहिँ छिटोभन्दा छिटो रोग लाग्ने खालको जात हो यो है। यो त्यस्तो खालको जीव हो। हामीले सकिन्छ भने सकेसम्म एकदम तातो न्यानो ठाउँमा राख्नुपर्छ। कुखुराले अधिकतम 40 डिग्री तापक्रमसम्म चाहिँ यसले धान्न सक्ने क्षमता हुन्छ र कुखुरालाई एकदम गाह्रो भनेको नै चिसो मौसम हो। पुरै यसले गर्मी थेक्न सकिन्छ तर यसले चिसो थेक्न सकिन्छ। चिसोको कारणले हाम्रो कुखुरामा विभिन्न प्रकारको सरुवा रोगहरू आउँछ। जस्तै अब दैनिक रूपमा सकिन्छ भने हामीले दैनिक रूपमा आफ्नो खोरलाई चाहिँ सफा गर्नुपर्दछ। उक्त सफा गरिसकेपछि यदि तपाईहरूले बजारबाट चुनहरू ल्याएर पनि चुनहरू छर्किन सकिन्छ। होइन म चुन ल्याउँदैन भने पनि तपाईँले घरमा निक्लेको जुन चुलाको खरानीहरू छर्न सकिन्छ आफ्नो खोरमा, गोठमा है। यसो गर्दाखेरि पनि राम्रो हुन्छ। त्यसपछि अनि निमपत्ताहरूलाई ल्याएर आफ्नो खोरतिर छटपट्ट गरेर फिजाउँदाखेरि हुन्छ। त्यो फिजाउँदाखेरि चाहिँ सुलसुलेहरू नलाग्ने हुन्छ खोरमा है। लगभग 5 वर्ष भइसक्यो मेरो अनुभवमा, अहिलेसम्म मेरो खोरमा चाहिँ सुलसुले लागेको छैन। किनभने म दैनिक रूपमा आफ्नो कुखुरालाई चाहिँ सरसफाइमा एकदम ध्यान दिन्छु है। त्यसपछि मैले मेरो यहाँ गोठमा पनि यो गोठ छेउमा छ है, गोठ छेउमा पनि मेरो एउटा चाहिँ निमको बोट लगाएको छु। वरिपरि विभिन्न प्रकारको यसरी बोट बिरुवाहरूलाई मैले लगाएको छु जुन चाहिँ भोलि पर्सि गर्मी मौसममा चाहिँ छाया हुनेछ है, शीतल हुनेछ। यहाँनिर मैले यसरी बारबेर गरेर चाहिँ कुखुरालाई चाहिँ यसरी पालन गरिरहेको छु है। वार्षिक रूपमा मैले आफ्नो यस खोरबाट चाहिँ लगभग 300 देखि 400 कुखुरा चाहिँ बिक्री वितरण गरेर हुन्छ मैले प्रत्येक वर्ष। तर मैले चाहिँ ठुलो भोल्युममा कुखुरा पालेको छैन किनभने ठुलो भोल्युममा पाल्नको लागि बजारको पनि एकदम अति आवश्यक हुन्छ र हाम्रो यस मकवानपुर क्षेत्रमा चाहिँ त्यति ठुलो बजार नभएको कारणले मैले चाहिँ सानो भोल्युममा चाहिँ कुखुरा पाल्ने गर्छु। र मैले कुखुरा पालिसकेपछि यो कुखुराको बिक्री वितरण चाहिँ म टाढा लगेर होम डेलिभरी गरेर मैले गर्दिनँ किनभने मेरो सानो स्कोप भएको कारणले घरमै बिक्री हुन्छ है। सबै ग्राहकहरू मेरो घरमै आइपुग्छन्, मेरो खोरमै आइपुग्छन् र खोरैबाट उठा हुन्छ। र मैले लोकल कुखुरा चाहिँ अन्दाजी यसको उमेर हेरेर जस्तै 8 महिना, 10 महिना, 12 महिना हेरेर मैले 600, 800, 1000 र 1100सम्म मैले चाहिँ बिक्री वितरण गर्ने गरेको छ। अब उमेर अनुसार चाहिँ हामीले कुखुराको मूल्य तोकेको हुन्छ किनभने जति लङ सर्भिस जति लामो उमेर भयो उति नै हाम्रो लगानी गएको हुन्छ। यसले विभिन्न प्रकारको अब हामीले दाना दिनु पर्यो होइन। दानामा चाहिँ हामीले चोकर दिन्छौँ, मकै दिन्छौँ, ढुटो दिन्छौँ है। त्यसपछि बासी भातहरू दिन्छौँ र सानो चल्लाहरूलाई चाहिँ हामीले 1 महिना जति चाहिँ अब पोषक दाना खुवाउँछौँ पोल्ट्रीबाट ल्याएको, पोल्ट्रीको होइन, पोल्ट्रीवाला
पोषक दाना खुवाउँछौँ, किनभने त्यो दाना खाइसकेपछि हामीले चल्लाको मृत्यु दरलाई चाहिँ एकदम घटाउन सकिन्छ। 70% चल्ला चाहिँ हुर्काउन सकिन्छ है। त्यसपछि अनि 1 महिना 1.5 महिनापछि चाहिँ हामी यसरी जुठो भातहरू दिन्छौँ कि सानो सानो चल्लाहरूलाई पनि, किनभने 1 महिना कटिसकेपछि उसँग रोग प्रतिरोधात्मक लड्ने क्षमता हुन्छ र उक्त क्षमता भइसकेपछि कुखुराको खोरबाट चल्लाहरूलाई बाहिर वातावरणमा छोड्न सकिन्छ र बाहिर वातावरण छोड्दाखेरि उसले विभिन्न प्रकारको हामीले चाहिँ खोरको वरिपरि बालुवाहरू है ढुङ्गाहरू चाहिँ हामीले छोड्नु पर्दछ, किनभने कुखुराको पाचन शक्तिलाई वृद्धि गर्ने भनेको नै ढुङ्गा हो है। त्यो लोकल कुखुरा पालेर पनि हामीले आफ्नो घरको अन्य आय स्रोत जुन अतिरिक्त आय स्रोतहरूलाई चाहिँ हामीले बनाउन सकिन्छ। हामी अहिलेको जमानामा एउटै मात्र जागिरमा चाहिँ एउटै मात्र पेसामा चाहिँ भर पर्न हुँदैन। हामीसँग विभिन्न प्रकारको पेसाहरूको आवश्यकता पर्दछ, किनभने मान्छे आफ्नो सम्पत्तिलाई आफ्नो व्यवसायलाई माथि उकास्नका निमित्त अहिलेको प्रतिस्पर्धात्मक बजारमा उभिनेको निमित्त अहिलेको महँगीमा आफू बाँच्नको निमित्त चाहिँ अहिले हामीसँग 2-4वटा साइड बिजनेसहरू आवश्यक पर्दछ। उक्त साइड बिजनेसहरूमा लोकल कुखुरा पालन पनि तपाईँहरूले गर्न सकिन्छ। लोकल कुखुराको मुख्य समस्या भनेको नै टाइममा र समयमा चाहिँ बजार व्यवस्थापन गर्न सकेन भने हामीलाई घाटा छ है। त्यसकारण हामीले कुखुरा पाल्दाखेरि आफ्नो स्कोपलाई हेरेर, बजारलाई हेरेर र आफ्नो क्षमतालाई हेरेर बिस्तारै लोकल कुखुरालाई अगाडि बढाउन सकिन्छ र उक्त यसरी बढाइसकेपछि हामीले लोकल कुखुराबाट आफूले चाहेको जति, आफूले भ्याएको जति आफ्नो क्षमताअनुसार उत्पादन पनि गर्न सकिन्छ र उसलाई समय साथ पनि दिन सकिन्छ, उसलाई स्याहार सुसार पनि गर्न सकिन्छ। हामीले पैसाको मात्र लोभ गरेर हुँदैन, किनभने हामीले पहिला लोकल कुखुरालाई एकदम स्याहार सुसार गर्नुपर्छ। हामीले स्याहार सुसार गरेपछि पो उसले पैसा दिन्छ त, त्यसै त पैसा दिँदैन हो कि होइन। जहाँ पनि हामीले काम गर्नै पर्छ। यो भिडियोलाई अन्तिमसम्म साथ दिनुभएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद। हस्त नमस्कार। अर्को एपिसोडमा भेटौँला।